ल हेर भिडियो भनेपछि त सबै हाँसे खान्छ कालो निलो मुख हटाएर ल है यस्तो नि हुँदो रहेछ गाइस र स्वागत छ बाजे भनेछ मैले खाजै दिँदैन त्यहाँबाट चाहिँ तिमी चाहिँ भोलिको दिनमा जसै पनि पर्सि एबिसी पुग्ने हो होइन हजुर एक्लोमराइज गर्दै बिस्तारै बिस्तारै जानुहुन्छ भने मेरो प्रिफरमा आज पुरानो हामी हिँडेको गाउँ समरङ बाटोमा बस्नु अनि भोलि समरङबाट सिनुवा 2 घन्टा जति त्यहाँपछि 1 घन्टामा बेम्बो अनि अर्को 1 घन्टामा दोभान अर्को 1 घन्टामा हिमालय पुग्छ त्यसरी एभ्री एन आवर त्यहाँ स्टपहरू छ है सो आज चाहिँ फर्स्ट डे हो समरङ बस्नु अर्को दिन दोभान हिमालय बस्नु नेक्स्ट डे एबिसी पुग्छ उसमा यहाँ फोटो किन नखिच्ने रे अब यो भन्दा नि माथि जानु हो झन् राम्रो भ्यू छ त्यही भएर नि अलराइट कुरो त ठिकै हो अलराइट साथीहरू आज डे 2 हाम्रो पैदल यात्रा चाहिँ खासमा आजदेखि सुरु भयो हिजो भनेको त खासमा हामीले गान्तोकसम्म आएर बस्यौँ बिहान हेटौँडाबाट निस्केको मैले भनिहालेँ मसँग हुनुहुन्छ प्रताप दाई अब आजको लागि यसो तुना बाँध्नु परेन नि अब आज हिँडाइछ त्यसपछि भ्यू यस्तो छ हाम्रो माथि हुनुहुन्छ 2 जना महिला साथीहरू हामीसँग हाइकमा साथ दिन आउनुभएको के छ गाइजहरू के हुँदैछ नाइकी दिदी गाइड भन्छु नि गाइड नाइकी गाइज आज चाहिँ म यिनीहरूलाई चाहिँ छोमरोङसम्म लगेर जाँदैछु मैले एकदम नम्बर लिइसकेँ छोमरोङको दाइको घरबाट नि खोला छ यता फर्केर केही भन न त गाइज भ्यू हेर्दै हामी त हिँड्दैछौँ दुईटा लौरो टेक्दै है हिँडेर पसिनै काट्नुपर्छ ल है थ्याङ्क यू गान्तोक गाउँ चाहिँ यस्तो छ माथिबाट हेर्दाखेरि सबै एक माछको घर छ यता फेरि आज यतै बसौँ जस्तो लाग्ने रहेछ तल यस्तो गाउँ छ माथि यस्तो हिँड्ने छ ल हुन्छ है साथीहरू आज यसरी चढाइ हुँदैछ माउन्टेनको म पनि यहाँ छु पछाडि हाम्रो चिसो हावा खाँदै छेउछेउ कुन हिमालय कसलाई थाहा छ नि अन्नपूर्ण अनि त्यसको ट्याक्कै साइडमा राइट साइडमा देखेको चाहिँ माछापुर रे ल एकदम ठिक मैले दाजुसँग सोध्नै पाइनँ दाजुले सगरमाथा भन्नुहुन्थ्यो कि होइन मैले के भन्थेँ भन्दाखेरि यहाँ चाहिँ 2टा अन्नपूर्ण छ होइन 2टा अन्नपूर्णमा यो ठुलो यसरी भएकोवाला चाहिँ अन्नपूर्ण 1 चुच्चो भएकोवालालाई चाहिँ अन्नपूर्ण 2 भन्दो रहेछन् कि ए ल ठिक छ त्यसो भए
चढाइका बाटाहरू यस्तो यस्तो पनि छन्। हामी सँगसँगै एकजना जोडी हुनुहुँदो रहेछ बेल्जियमको। हाम्रो एक टोली चाहिँ माथि आइसक्नुभयो। आकृतिले चाहिँ नखिच टावल बोकेख भने तर मैले खिच्ने मान्छेलाई त्यो एउटा राम्रै चिज अनि खिच्न होइन खिचिदिइहालेँ। यसरी हिमाल चाहिँ एभ्री वाकमा देखिन्छ। आई थिङ्क हाम्रो एकजना साथीहरू यहाँसम्म पुगिसक्नु भयो। प्रताप दाइ र रुसमा आज एकदम अग्रताका साथ हिँडिरहनु भएको छ। म चाहिँ यहाँ छु खिच्नलाई बसेको। यति हिँडेर त्यहाँ पुग्नुपर्ने छ। ल 1 घन्टा हिँडियो। साथीहरूको अलिअलि हालत टाइट हुँदैछ। देख्न सक्नुहुन्छ अलिअलि लाएको लुगाइ निस्किसक्यो। हाफमा हिँड्दैछौँ। अब 7 किलोमिटर हिँडेपछि चाहिँ हाम्रो आजको गन्तव्य हामी पुग्छौँ चम्रङ भन्ने ठाउँ। मात्र 7 किलोमिटर अझै 7 के तल लेखेको थियो नि चम्रङ 7 किलोमिटर। अनि त्यस पछाडि आधी घन्टा जति हामी चाहिँ हाम्रो गन्तव्यको रेस्टुरेन्ट खोज्नलाई लाग्छ। के कति किलोमिटर गर्छ ल बाटोमा चाहिँ यस्तो गाउँहरू पर्दो रहेछ। अब यो आजको यात्राको घान्द्रुकबाट हिँडेको झन्डै 1.5 घन्टापछि यस्तो एउटा गाउँ पर्दो रहेछ। यहाँ साथीहरू अलिकति अब रिसेट हुँदै हुनुहुन्छ। भ्यू चाहिँ एभ्री एङ्गलबाट रोकेर फोटो खिचाउँ जस्तो खालको छ। यहाँ माछापुच्छ्रे अन्नपूर्ण साउथ अन्नपूर्ण मेरो हामी कोमरङ डाँडामा छौँ। कोमरङ खोला चाहिँ यसको तल छ। अब हामी यहाँबाट तल झर्छौँ। सबैजना चाहिँ अब अलिक खुल्दै छौँ। बिहान भोके ज्याकेट लाएर हिँडेको निक्याप लाउने काम हुँदैछ ओह्रालोमा सजिलो होस् भनेर। केही 2 शब्द जाओस् न त। हामी चाहिँ अब आज छोमरोङ बस्ने। छोमरोङमा चाहिँ अलिकति चाँडो पुग्यौँ भने चाहिँ हामी आज अप्पर सिनुवा गएर बस्ने भनेर सोचेछौँ। तर अब पहिला त्यहाँसम्म पुगौँ त्यसपछि थाहा हुन्छ। गाइस वी आर अन द वे टु अन्नपूर्ण बेस क्याम्प। पहिलो ट्रेकिङमै फेरि हुन्छ नि भगवान्ले त आँट म पुऱ्याउँछु भने जस्तो भ्यू देखाउँदै लिएर जानु भयो। अब सबै कुराले चाहिँ होइन पुरै प्रेप भएर अब निक्याप लगाएर हामी तल झर्छौँ। हजुर। अनि फटाफट तल झरेर होइन हाम्रो कोमरोङ खोलाको चिसो पानीले एकचोटि चट्ट मुखमा हाले पछाडि अनि बल्ल उकालो लाग्छौँ आज हामी चोमरोङ पुग्नलाई। अनि यो ह्यान्डसमको रात चाहिँ के हो त आज बताइदिनु अब यहाँ आएर। मेरो ह्यान्डसमको रात चाहिँ मैले मेरो बुढीको एकदम हुन्छ नि मोइस्चराइजर चोरी लगाएर हो है। पुग्नुपर्ने गन्तव्य चाहिँ किमरोङ डाँडाबाट किमरोङ गाउँ भने चाहिँ यही देखेको हो। चाहिँ यसरी हिमाल देखिसकेपछि चाहिँ हिँड्दाखेरि पनि दुःख हुँदैन। आनन्द मनमोहक आवाजहरू सुनिन्छ खोलाको। सुमधुर आवाज चलेको छ। अबको चढाइ यस्तो छ। साथीहरू यहाँ बिस्तारै हात समाउँदै चढ्दै हुनुहुन्छ। एउटा साथी अघि लाग्दै के छ कान्छी के छ यता ठिक छ अरे है। यता के छ कान्छी अल गुड चढौँ है त ल। अब चम्रङ जाने बाटोमा ओह्रालो सकेपछि फुल कटेपछि यस्तो गाउँ आउँदो रहेछ। राम्रो बस्ने ठाउँ रहेछ। यहाँ चाहिँ गाउँै जस्तो रहेछ। हिँड्दाखेरि अलिकति सास फुले के छ त्यहीँ खाने हो त हुन्छ कि जाने माथि माथि त अब छ जस्तो लागेन मलाई। मेरो त सास फुलेछ। के पाइन्छ सोधौँ न त। कुमरोङ गाउँमा यत्तिको खानेकुरो पाइयो। साथीहरूलाई चाहिँ सेलायो भने गुनासो भइसक्यो भोक लाग्यो होला। आजको चढाइ मध्येको सबैभन्दा
ठाडो उकालो चढाइ यही यहाँबाट सुरु भयो। यो चाहिँ चोमरोङ जाने बाटोको चढाइ। दाइले खेत जोत्दै भएर अलिकति यहाँ साउन्ड पनि छ। एकचोटि सबैको रियाक्सन सुनाऊ है त। यहाँ चढ्दाखेरि कस्तो भएको छ, कस्तो भयो चढ्दाखेरि? बोलेन भनेपछि गाह्रै भएको छ। यो बाटो चाहिँ अलिकति गाह्रै रहेछ तर नि सकियो। के छ? मुटु दुख्यो। यता चाहिँ मेरो लाली गुराँस चाहिँ यता मेरो। खै लाली गुराँसलाई हेरौँ त। रातो निलै भएको छ लाली गुराँस पनि। यता चाहिँ जङ्गलमा पनि ठ्याक्कै सिजन परेछ क्यारे, जताततै लाली गुराँस फलेछन्। लाली गुराँस नेपालको राष्ट्रिय फुल थियो मैले थाहा हुन्जेलसम्म। फेरि या त छैन होला ल। पक्कै लाली गुराँस फलेर दियो त नि लाली गुराँस नानीलाई। मेरो मायालुले दिएको स्याहात अब आवाजबाटै थाहा भइहाल्छ। घर बसेर मजाले मासु भात नखाएर पहाड चढ्ने सोच चाहिँ कसको? कसको भन्ने मान्छेको? घर बसेर अथवा मासु भात नखाएर अलिकति पिउन कोक पनि मजै आउँथ्यो। तातो न थारो डाँडा आएर काम छैन। खुइरो फाइ गर्दै के नै जस्तो फोटोमा देखिहाल्दै थियो नि पहाड। थिएन तिमीहरूले? फुल नटिप्नु होला भने फेरि गुराँस टिप्याछ उसले। किन हो यति टाढा आएको? घरै बसेर पाइहालिन्थ्यो नि मासु भात। टिकटकमा देखिहालिन्थ्यो। के गर्नु, डाँडैले तान्यो है ल। मन तान्यो। किन यति दुःख हो? मन बस्यो मेरो डाँडामा। तेरो गाउँ तेरो बाउ बोला सिक्न आइज तेरो बाउकोमा। तेरो बाउ बोला तेरो नाउँ तेरो गाउँ बोला खाए त खाए आफ्नै बाउको खाए। ट्याब जुत्ने ठाउँ पो पाएँ। आउने दिन मायाले बोलायो उले आयो। आउने दिन मायाले बोलायो उले र आउने दिन मायाले बोलायो आयो। आउने दिन मायाले बोलायो। राइट, आजको दिनको झन्डै 6 घन्टाको हिँडाइपछि कान्द्रुकबाट हामी आइपुग्यौँ चोमरोङसम्म आइपुग्दा सबैजनाको मन गर्मी भएर ज्याकेट खोलेर फेरि माथिको हावा चिसो भएर सबैले ज्याकेट लगाइसक्यौँ। यहाँ हावा देख्न सकिन्छ यसरी। हामी चाहिँ आइपुगेका छौँ चोमरोङ। एकदम अप्पर बेली दुख्न थाल्यो क्या। स्कुल कता हो? यसरी आज अब सिन्नु आइपुग्यो। आजको हाम्रो हिँडाइ यो ठाउँबाट हामी फेदीमा झऱ्यौँ। त्यो पहाड पुरै फेदीमा झरेर नदी पार गरेर यो पहाड फेरि उत्तिकै उचाइमा चढेर अहिले यति हिँडेर यहाँ आइपुगेका छौँ। बाटो यस्तै खालको छ सबैतिर। त्यस सबैतिर डाँडा हिमाल चाहिँ अब छेकिसक्यो। साँझ परेपछि हिमाल छेकिन्छ बादलहरूले गर्दा। हिँडा यस्तो छ। साथीहरू अलि अगाडि पुगिसके। हामी यति अग्लो पहाडमा छौँ तैपनि हामीभन्दा अग्ला अझै पहाड छन्। सायद भोलि उतातिर पुगिन्छ कि हेरौँ। यहाँ चाहिँ कतातिर पुगिन्छ चाहिँ खासै अन्दाज नहुँदो रहेछ। गुगल म्याप हेर्दा पनि ठ्याक्कै भेट्टिने यहीँ हो भनेर थाहा हुँदैन रहेछ। स्कुल जस्तो छ यहाँबाट। हामी स्कुलमा आइपुगेका छौँ। चोमरोङको स्कुलभन्दा तल चाहिँ राम्रो बस्ने ठाउँ छ, भ्यू देखिने भनेर उता कोमरोङ डाँडामा 2-4जना मान्छेले भन्नुभएको थियो। कोमरोङ गाउँमा पनि भन्नुभएको थियो। यहाँ यसरी स्कुल रहेछ।
हिँड्ने क्रम जारी छ। अचम्म लाग्यो, डर लागेको थियो कोही हिँड्दैनन् भने, थाकेको चाहिँ कोही पनि छैनन् अहिलेसम्म। ल समग्रमा आजको हिँडाइ 6 घन्टा जतिको, थकै लागेन। यसरी अब झन्डै हामी आज डे 2 को हिँडाइ चाहिँ ऱ्याप गर्ने गरी एउटा होटेल राम्रो भेटे बसिहालेछ। श्री धौलागिरी माध्यमिक विद्यालय रहेछ। ल 2032 सालमा खुल्या रहेछ। ल आजको हिँडाइ चाहिँ अब होटेल अल्पाइनमा आएर टुङ्ग्याउने सल्लाह भयो। यसरी झन्डा फरफर आइरहेको छ होटेल अल्पाइनमा। छुट्टी होटेल यसरी हेरौँ, होटेल यस्तो छ यहाँ। यहाँको भ्यू चाहिँ यस्तो छ। अहिले बादलले हिमाल छेकिया छ, भोलि बिहान पक्कै पनि प्रष्ट फुल्छ। हावा चलिरहेछ यसरी यसरी सबै यहाँ प्रष्ट खुलेको छ। ल बसाइ चाहिँ यस्तो छ। के छ, फुलै फुल छ त, साह्रै राम्रो पो छ त दिदीको घर त हो। ल है अन्नपूर्ण बेस क्याम्प आउनु भएको छ भने चाहिँ यता बस्नु होला, साह्रै राम्रो छ दिदीको घर। दिदीको घरै राम्रो, बोली नै मिठो, हाँसो त झनै मिठो होइन। हाँसो मिठो। ल अट्याच नभए पनि धेरै भिडभाड नहुँदा खासै फरक नपर्ने रहेछ। मेन हाम्रो चाहिँ प्रायोरिटी भ्यू थियो, त्यही भएर बिहान उठ्ने बित्तिकै भ्यू देख्छ भनेर यसरी यसरी आइरहेको सुरुमा यी भान्सामा पकाउँदै अब सबैलाई के पाक्दैछ भन्दा झटपट झटपट झटपट। ल हाम्रो दिदीको भान्सा कति राम्रो भान्सा देखाएको कि दिदी, कति राम्रो, कति सफा। त्यही मुलाको चाना यहाँ यस्तो छ। ल है गाइज, यहाँ यसै डाँडामा आएर यसरी चटपटे आफै भान्सा छिरेर बनाइयो। आइडिया चाहिँ रुस्माको। चौचौ ल्याउने सहयोगी हात प्रताप दाई, सुपरभाइजर सहयोगी हात हो। यसरी चटपट